Hello everyone, today we are going to talk about indole alkaloid, the topic of pharmacognosy and natural product chemistry. Indole alkaloid भित्र चाहिँ मेनली चारवटा अल्कालोइडहरू पर्छ। चारवटा प्लान्टहरू सम्झे पनि भयो, तिनीहरूको केमिकल कन्स्टिट्युएन्टमा चाहिँ इन्डोल अल्कालोइड हुन्छ भन्न खोजेको हो। फर्स्टमा छ इर्गोट प्लान्ट। इर्गोट प्लान्ट कहाँबाट आउँछ, यसको सोर्स चाहिँ कहाँ हो अरे, इर्गोमेट्रिन इर्गोटामाइनको फङ्गल स्क्लेरोटियम अफ क्लाभिसेप्स पर्पुरा हो। अनि यसमा मेन केमिकल कन्स्टिट्युएन्ट भनेको इर्गोमेट्रिन र इर्गोटामाइन हुन्छ। अनि यो माइनस माइनस भनेको के हो थाहा छ, यो इर्गोमेट्रिन र इर्गोटामाइनको चाहिँ लेबो फर्म चाहिँ मेडिसिनल्ली एक्टिभ हुन्छ भन्न खोजेको हो। अनि यसमा चाहिँ टोटल इन्डोल अल्कालोइड कति हुन्छ भन्दाखेरि 0.1 to 0.25% चाहिँ टोटल इन्डोल अल्कालोइड हुन्छ। अनि अल्कालोइडहरू भनेको चाहिँ लाइसर्जिक एसिडको डेरिभेटिभ्स हो। यसमा हुने अल्कालोइड भनेको लाइसर्जिक एसिडको डेरिभेटिभ्सहरू हो। अनि यसको स्केलेटनमा स्टार्च, क्याल्सियम अक्जालेट, अदर लिग्निफाइड टिस्युहरू चाहिँ एब्सेन्ट हुन्छ। अब अर्को अल्कालोइड हेरौँ। अर्को भनेको हामीसँग छ नक्स भोमिका। नक्स भोमिकालाई हामीले के भन्छौँ, क्रोफिक पनि भन्छौँ, क्रोफिक भन्छौँ। अनि यसको सोर्स, बायोलोजिकल सोर्स के हो भन्दाखेरि चाहिँ नक्स भोमिकाको बायोलोजिकल सोर्स भनेको सिड अफ स्ट्राइकोनस नक्स भोमिका, सिड अफ स्ट्राइकोनस नक्स भोमिका। अनि यसमा हुने केमिकल कन्स्टिट्युएन्ट मेन भनेको के हुन्, स्ट्राइचिनिन अनि ब्रोसिन हो। अनि यसमा चाहिँ टोटल इन्डोल अल्कालोइड कति हुन्छ स्ट्राइचिनिन र ब्रुसिनमा भन्दाखेरि चाहिँ 1.5 to 5%। अघि यसमा पनि क्याल्सियम अक्जालेट अनि स्टार चाहिँ एब्सेन्ट हुन्छ। यिनीहरू ड्रग्स भनेको चाहिँ यिनीहरू मेन केमिकल कन्स्टिट्युएन्ट भयो। अनि अर्को हामीसँग इम्पोर्टेन्ट इन्डोल अल्कालोइड छ, त्यो भनेको के हो। अनि यो नक्स भोमिकाको युजेस के हो थाहा छ, नक्स भोमिकाको युज भनेको चाहिँ सिएनएस स्टिमुलेन्ट, बिटर टोनिक अनि स्टोमाटिस। बिटर टोनिक यहाँ चाहिँ बिटर अल्कालोइड प्रेजेन्ट हुने हो कि यसमा चाहिँ यी बिटर इन्डोल अल्कालोइड भनेको नि त। अनि अर्को थियो इर्गोटामाइनको इर्गोटामाइनको युज के हो थाहा, इर्गोटामाइनको युज भनेको चाहिँ मेन चाहिँ अक्सिटोक्सिक भयो, अनि पोस्टपार्टम हेमोरेजमा काम आउँछ, अनि चाहिँ माइग्रेनहरूको ट्रिट गर्न पनि काम आउँछ। अब अर्को नेक्स्ट अल्कालोइड भनेको चाहिँ सर्पगन्धा। यसको बायोलोजिकल सोर्स के हो, रुट एन्ड राइजोम अफ राहुल्फिया सर्पेन्टाइन। अनि यसको चाहिँ मेन केमिकल कन्स्टिट्युएन्ट भनेको रेजरपाइन अनि रेसिनामाइन। अनि यसले चाहिँ टोटल इन्डोल अल्कालोइड कति हुन्छ भन्दा 0.7 देखि 3% सम्म चाहिँ यसमा टोटल इन्डोल अल्कालोइड हुन्छ। अनि यसमा चाहिँ यो भनेको एकदम ठुलो बास्ट, यहाँ चाहिँ धेरै टाइपको अल्कालोइड इन्डोल अल्कालोइडहरू पाइन्छ। रेजरपाइनमा 30 टाइप्स अफ इन्डोल अल्कालोइड पाइँदो रहेछ। अनि स्टोर सेल एन्ड फोलम फाइबर आर एब्सेन्ट इन द रुट, यो चाहिँ क्यारेक्टरिस्टिक्स हो राहुल्फियाको। अनि अर्को अल्कालोइड छ हामीसँग बिनट्विस्टिन बिनब्लास्टिन। त्यो त सबैलाई थाहा छ होला, त्यो सेतो अनि पिङ्क कलरको फुल हुन्छ नि, त्यो क्याथारान्थस रोजियस हो यसको बायोलोजिकल सोर्स। अनि यिनमा चाहिँ अब मेन केमिकल कन्स्टिट्युएन्ट भनेको बिनट्विस्टिन बिनब्लास्टिन अनि अजामालिसिन। अनि यसमा चाहिँ युनिसेलुलर कभरिङ ट्राइकोम्स हुन्छ। यो भनेर कहिले आउनु पनि सक्छ है, युनिसेलुलर कभरिङ ट्राइकोम्स चाहिँ कहाँ प्रेजेन्ट हुन्छ भन्दाखेरि बिनट्विस्टिन बिनब्लास्टिनमा। अनि क्याल्सियम अक्जालेट त यहाँ पनि एब्सेन्ट हुन्छ।